एउटा सानो छँदा थाहा नपाएको कुरा हो साथीहरू। सानो छँदा थाहा नपाएको कुरा के हो भनेपछि कहीँ मेला जाँदाखेरि कहीँ अब माघे सङ्क्रान्ति अब दसैँ तिहारमा लागिसकेपछि अब मेला जाने चलन हुन्छ। खास गरी हाम्रो दसैँ तिहार सिद्धिसकेपछि मनाइसकेपछि अनि मेला जाने कार्यक्रम हुन्छ। धेरैजसो मेलाहरू त्यतिखेर खुल्छन्। अहिले पनि अब रमाइलो मेला लाग्न थालेछ। कहिले हो त्यो त अब थाहा छैन है मलाई। त्यही भएर त्यो मेलामा मेला जाने भन्ने सबै मेला जाने। अब त्यतिखेर हामीलाई के कन्फ्युज हुन्थ्यो भनेपछि यो मेला किन जाने मेला किन जाने भन्ने कन्फ्युज हुन्थ्यो नि। अब मेला जाने रम्चाउने भन्ने हुन्थ्यो क्या अरे। अब त्यस्तो अब कहीँ अब दसैँमा ती खेल्न जाँदाखेरि अनि त्यो पनि एउटा मेलै बराबरी हो। मेला किन जाने त? अब गाँठी कुरो अहिले आएर मलाई पत्ता लाग्यो। त्यतिखेर मेला जाने किन जाने भन्दाखेरि अब बुढापाकाभरि रमाउन जाने अनि रम्झाउन जाने। अब बालाभरि अब केटाले केटी हेर्ने, केटीले केटी हेर्न जाने, केटीले केटा हेर्न जाँदो रहेछन्। त्यो गाँठी कुरो अहिले आएर थाहा भयो यो।